सम्पूर्णमा नमस्कार। म सुमन तिमल सिन्हा। अब देशमा राजा कि राष्ट्रपति हो दर्शकबिन। यति बेला नेपालमा राजा आऊ देश बचाऊ भन्ने मूल नारा घन्किरहेको छ। आज हामी यसै विषयलाई लिएर थोरै कुरा गर्नेछौँ। हिजोको दिनमा राजतन्त्र ठिक छैन, देशबाट राजतन्त्र राजा हटाउनु पर्छ भनेर सडकमा उत्रेका जनता आज फेरि किन राजा आऊ देश बचाऊ भनेर सडकमा उत्रेका छन्। देशबाट राजा निकालेको 18 वर्षपछि अब के दुर्गा परसाई, ज्ञानेन्द्र साई, राजेन्द्र लिङदेलको टिमले फेरि देशमा राजा फर्काउन सफल होला त? ज्ञानेन्द्र साईको हिन्दू धर्म मान्छु भनेर क्याम्पेन गरेका जति पनि आफ्नो मनमा आस्था भएका मान्छेहरूलाई उठ्ने बेला आएको छ। तपाईहरुलाई विनम्र अनुरोध छ, एकपटक यति बेला राजा पक्षका मान्छेले देशमा राजा चाहियो र गणतन्त्र पक्षका मान्छेले देशमा गणतन्त्र चाहियो भनेर नारा लगाइरहेका छन्। के अब देशमा राजतन्त्र चाहिन्छ या गणतन्त्र? राजतन्त्र आयो भने देशमा के फाइदा छ र गणतन्त्र रह्यो भने देशमा के घाटा छ त? 18 वर्ष पहिलाको नेपाल र अहिलेको नेपाल हेर्यो भने धेरै परिवर्तन त भइसकेको छ। तर पनि जनता किन देशमा राजा नै चाहियो भन्दैछन्। 18 वर्ष पहिलाको नेपाल र अहिलेको नेपाल हेर्यो भने परिवर्तन त धेरै भइसकेको छ। देशमा धेरै विकास त भइसकेको छ। फेरि जनता किन राजा नै खोज्दैछन्? धेरै जनताहरूको भनाइ छ राजा हुँदाखेरि देशमा शान्ति थियो तर अहिले शान्ति छैन। राजा हुँदाखेरि नेपालमा विभिन्न किसिमका कल कारखानाहरू थिए तर अहिले त्यो सबै बन्द भइसक्यो र अहिले देशमा कुनै पनि शान्ति छैन। विभिन्न किसिमका कुटपिट, लुटमारदेखि लिएर बलात्कारका घटनाहरू एकदमै घटिरहेका छन्। यदि राजा आयो भने यो सबै हुँदैन भन्ने विश्वास जनतामा छ। के यो सत्य होला त? फेरि यो भनिरहँदाखेरि देशमा राजा आइसकेपछि जनताले राजाको शासनमा बस्नु पर्ने त होइन, कतै राजाको एकलौटी शासन त चल्दैन देशमा। यो भनिरहँदा फेरि देशमा अहिले पछिल्लो समय विभिन्न किसिमका राम्रा नेताहरू पनि जन्मेका छन्, जस्तै बालेन शाह, हर्क साम्पाङ, रवि लामी छाने। के यिनीहरूले देश बनाउन सक्दैनन् त? देशलाई अब राजाकै खाँचो परेको हो त? के अब केपी प्रचण्ड सेरेको राजनीति सकिएको हो? अब देशमा राजा फर्केला नि त? यो भिडले राजा ल्याउन सफल होला? तपाईँलाई के लाग्छ? कि राजा आउने कुरो यत्तिकै टुङ्गिने हो? र राजा देशमा नहुँदा के बेफाइदा थियो र अब राजा आएपछि देशलाई के फाइदा हुन्छ? तपाईँलाई के लाग्छ त्यो कमेन्ट बक्समा लेखिदिनु होला।